ताप्लेजुङको पाथिभारा जाँदै गरेको जीपमा करेन्ट लाग्दा घाइते भएका 2 जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। नसिबेन ललितपुर महानगरपालिका 10 की 45 वर्षीय सबिना आचार्य र उनका 10 वर्षीय छोरा भविमय आचार्यलाई उपचारका लागि काठमाडौँ लगेको हो। ताप्लेजुङको सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथिभारा जाँदै गरेको मे 1/3011 नम्बरको बोलेरो जीपमा आज बिहान फुङलिङ नगरपालिका 10 को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झेर आगो लागेको थियो। जो घटनामा 4 जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा ललितपुर महानगरपालिका 10 बस्ने सबिना आचार्यकी छोरी 16 वर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका बस्ने 70 वर्षीय विनोद पौडेलकी 69 वर्षीय श्रीमती सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका 10 बस्ने अन्दाजी 42 वर्षीय दुर्गा भट्टराई रहेका छन्।